smells bit funny. अलि अर्को स्मेल आउँदो रहेछ। यहाँको भित्रको सेतो भाग खाने हो। ए भित्रको यो सेतो खाने, कालो चाहिँ फाल्ने भने जस्तो लाग्थ्यो। कमिलै आउँदो रहेछ। यस्तो कालो सिड हुँदो रहेछ। एकदम पाइनएप्पल खाएको जस्तो, स्ट्रबेरी खाएको जस्तो, अनि धेरै मिक्स अफ फ्रुट्सहरू खाएको जस्तो, ट्याङ्गी स्विट्स अलिकति डिफ्रेन्ट छ। रेट 9 आउट अफ 10। अर्कोचोटि चाहिँ इट, तर स्मेल चाहिँ बिट फनी छ यसको स्मेल चाहिँ। अब लेट मी सो यु अगेन। अलिक पाकेको होइन, कुनै साइड चाहिँ मजाले पाकेको छ, कुनै साइड चाहिँ पाकेको छैन। अब मैले यो धेरै मिठो छ, तर अलि दिउँसो, किनभने अहिले चाहिँ मैले बिहानमा ट्राई गरिरहेको छु, त्योभन्दा धेरै चाहिँ आई वन्ट बी एबल टु इट इट। अर्को चाहिँ मसँग छ बनाना। मैले बनानाबाट स्टार्ट गर्नुपर्ने। यो चाहिँ रेड बनाना भनिन्छ, सिमिलर टु अरू बनाना, तर यसको टेस्ट अलिक थोरै छुट्टै हुन्छ अरे। आई ट्राइड इट बिफोर, तर भिडियो चाहिँ बनाएको थिएन। लेट्स ट्राई एन्ड रिभ्यू है त। लेट्स सी है कस्तो छ यो भनेर। एकदमै धेरै पाकेको रहेछ। म चाहिँ धेरै पाकेको खास मन पर्दैन, थोरै मात्र खाएर ट्राई गर्छु। हिजो ल्याएको थिएँ, हिजै खान पर्ने। माथि चाहिँ काँचो छ। अरू बनाना जस्तै छ, थोरै त्यति क्रिमी स्विट छ, पुरै चाहिँ खाइनँ। अनि अर्को छ मसँग यहाँ, यो चाहिँ वुड एप्पल रे। यो वुड एप्पल भनिन्छ यसलाई इङ्ग्लिसमा, तर ठ्याक्कै यहाँ श्रीलङ्कन नाम पनि थाहा भएन मलाई, श्रीलङ्कामा के भन्छ भनेर। यो चाहिँ आई थिङ्क यो बेल हो जस्तो लाग्छ मलाई। नेपालमा यसलाई बेल भनिन्छ होला, आइ एम नट टु स्योर। बेल जस्तै छ छन चाहिँ। मैले बेलको बुटो चाहिँ देखेको छु, रुख चाहिँ, तर कस्तो फल्छ भने चाहिँ त्यस्तो खास आइडिया छैन। खाएको पनि छैन बेल, तर मलाई बेल हो जस्तो लागिरहेको छ। लेट्स सी।